पानीकै कारणले आज यस्तो समस्या हुन्छ भनेर मैले सोचेको पनि थिएन। हेलो एभ्रिवान, इट्स मी बिनु। र अस्तिदेखि हामी चाहिँ पानी आओस् भनेर प्रार्थना गरिरहेको थियौँ भने आज चाहिँ प्लिज पानी रोकियोस् भनेर प्रार्थना गरिरहेको छौँ। किनभने 2 दिनदेखि लगातार पानी आइरहेको छ र पुरै खेतमा पानी भरेर ट्र्याक्टरै नचलेर हाम्रो चाहिँ रोपाइ भइरहेको छैन। 2-3 वटा खेत चाहिँ हामीले रोपिसकेको छौँ भने 2-3 वटा खेत बाँकी थियो जसमा चाहिँ फुल पानी भरिएको छ। त्यही भएर चाहिँ आज हाम्रो रेस्ट डे थियो र रोप्नुपर्ने काहीँ पनि नभएपछि आज हामी करेन्ट चाउचाउ खाने भनेर करेन्ट चाउचाउ लिएर आउँछौँ। यता बहिनीले प्याज स्याज कटिङ गर्थ्यो भने मैले चाहिँ यता चाउचाउलाई बोइल गरिसकेको थिएँ, जसमा चाहिँ मैले सबै प्याज अनि खुर्सानीहरू हाल्छु र हाम्रो चाहिँ चाउचाउ रेडी भइसकेको थियो। सबैजना ठुल्ठुलो मात्रै हुनुहुन्थ्यो खाने, त्यही भएर मैले एकदमै पिरो बनाएको थिएँ। अनि सबैजना आइसक्नुहुन्छ यहाँ चाउचाउ रेडी भइसकेपछि अनि हामी सबैजना मिलेर खान थाल्छौँ। यता मेरो बहिनी पनि खाइरहेको थियो, एकदमै पिरो हो भनिरहेको थियो भने म पनि यतातिर इन्जोयसँग खाइरहेको थिएँ। हजुरकोतिर चाहिँ पानी परिरहेको छ कि छैन कमेन्ट गर्नु होला है त। हाम्रो यता चाहिँ एकदमै धेरै परिरहेको छ, त्यही भएर चाहिँ हाम्रो रोपाइ पनि छैन। बाइ बाइ लट्स।